Hi guys, welcome to my YouTube channel. सबैजना सन्चै आरामै हुनुहुन्छ होला। अनि आज चाहिँ हो जेठको 14 गते एन्ड आज चाहिँ मेरो छोरी 1 इयरको कम्प्लिट भइन्। अनि अहिले चाहिँ हामी जाँदैछौँ सिद्ध बाबा। मैले चाहिँ भ्लग राखेको थिएँ नानी जन्मेको, त्यसपछिको चाहिँ यो सिधै नानी 1 इयरको भएपछि राख्दैछु। हाई भन्दै नाना, हाई एभ्रिबडी भन्दै। आज मेरो ह्याप्पी बर्थडे हो भन्दै। Happy birthday to you. Happy birthday to you. Happy birthday dear छोरी. Happy birthday to you. अनि म नानी अनि नानीको बाबा जाँदैछौँ। नानीको बाबा हेलो भन्दियो। सो हामी चाहिँ अहिले सिद्ध बाबा जाँदैछौँ। अनि 1 इयरको चाहिँ बर्थडे त्यस्तरी सेलिब्रेट गर्न हुन्न अरे। सो हामी चाहिँ सानो सानो सेलिब्रेसन गर्छौँ। हजुरलाई देखाउँछ हामी के गर्छौँ भनेर। अनि साझा चाहिँ सानो सानो प्रोग्राम पनि छ। सो लेट्स सी। अनि त्यही हो। बेबी हाई भनिदेऊ, हाई भनिदेऊ। ऊ चाहिँ भर्खर सुतेर उठेछ, सो कस्तो लस्स गरिरहेछ। बेबी ह्याप्पी बर्थडे टु यु। ह्याप्पी बर्थडे टु यु। बाई भनिदेऊ, बाई भनिदेऊ सबै। हामी चाहिँ अहिले जाँदैछौँ छोरीसँग। हेलो ह्याप्पी बर्थडे टु यु। सिद्ध भएको बाटो पनि कहिले बन्छ गाइज, हेर्नु त यस्तो छ। कहिले होला राम्रो बन्ने यो बाटो। हामी चाहिँ सिद्ध बाबा आयौँ। सिद्ध बाबा नाना हाई भनिदेऊ न सबैलाई। नाना हेलो भनिदेऊ न। गाइज हामी चाहिँ यहाँबाट दर्शन गरेर फर्किन लागेको। अब एकैचोटि साँझ भेट्छु हजुरलाई। नानाको चस्मा हो। गाइज म चाहिँ यहाँ पनिर फ्राई गर्दैछु। अनि यहाँ चाहिँ हाम्रो अचारको लागि रेडी भइसक्यो। यहाँ आलु, यहाँ आमा हुनुहुन्छ। आमा हेलो भनिदिनु। आज छोरीको नातिनीको बर्थडे के भनिदिनुहुन्छ? पलातिनीको बर्थडे के भन्न चाहनुहुन्छ? आज पलातिनीको बर्थडे धेरै धेरै धन्यवाद, शुभकामना। जन्मदिनको अचार बनाउँदैछौँ। आमाले आलु पकाउनुहुन्छ, केलाइदिँदै हुनुहुन्छ, म पकाउँदैछु। गुरागुडी बनाउँदैछौँ, पनिर बनाउँदैछौँ। अब उता चाहिँ म के गरिराख्नु भएको छ म देखाउँछु। आमाले यहाँ गरिराख्नु भएको छ। अनि म चाहिँ रेडी भएन अझै, म यस्तै लुकमा छु, इग्नोर माई लुक। अनि यहाँ डेकोरेसन भइरहेको। ल ह्याप्पी बर्थडे। नातिनीको बर्थडे के भन्न चाहनुहुन्छ फर्स्ट बर्थडेमा? मेरी सानोको बर्थडे आज 1 वर्षकी भइन् मेरी छोरी। कति खुसी छ। ह्याप्पी बर्थडे टु यु माई लभली छोरी। ये ह्याप्पी बर्थडे। मागरी ल मागरी के। अनि यहाँ चाहिँ गरेर राख्नु भयो नानीको। उहाँ झुन्डी झुन्डी गराउनु भयो। फाइनल्ली अलिअलि डेकोरेसन चाहिँ यस्तो भयो। केक लिन जानुभयो परवेश चाहिँ। यहाँ सभ्यता हाई भनिदेऊ। हाई अभी बर्थडे कलेज रेडी। यहाँ अब कपाल कोर्न बाँकी छ। हेलो फेरि आज टुर छ गाइस, कलेजबाट जाँदै हुनुहुन्छ। ल बाई।
राम्रोसँग जानु ल हुन्छ ल हेभ अ नाइस टुर यस्तै पऱ्यो गाइज अब उहाँको नि टुर छ कलेजबाट जाँदै हुनुहुन्छ अब खाइ सो अब म पनि रेडी हुन्छु गाइज हाम्रो देवर बाबु अनि नानीको हजुरबाबा चाहिँ हुनुहुन्न किनकि नानीको हजुरबुवा ट्रेक जानुभएको छ एबिसी अनि देवर बाबु चाहिँ कलेजबाट टुर जानुभएको छ मेरो दाइ पनि टुर गर्छ किनकि मेरो दाइले हाम्रो देवरलाई पढाउनुहुन्छ मास्टर्स त्यो सँगै कलेजको ट्रिपमा गर्छ सो हामी चाहिँ त्यस्तै 8 जना मात्रै हुनेछौँ टोटल अब म रेडी हुन्छु बाई मम्मी पनि आउनुभयो ब्लग हो कि आयो भन्दैन मम्मी पनि आउनुभयो अब हामी मात्रै हुने भइयो के अरे होइन ल बस्नुहोस् म कपडा लाएर आउँछु है त ल भाइ सो यहाँ गाइसमा चाहिँ अलिअलि रेडी भयो जस्ट मस्करा लगाएँ अनि मोइस्चराइजर लगाएँ सो आइ एम रेडी अब चाहिँ बाहिर जाऊँ बर्थडे प्लेस हो यहाँ बर्थडे गर्ल ब्रस चिन अनि बहिनीको क्याप अभिले दिइरहेछ बर्थडे गर्लको मम्मा र यहाँ बसिराख्नु भएको छ प्रासाको हजुरआमा जिजुआमा र मामा घरको हजुरआमा अनि यहाँ बसिराख्नु भएको छ प्यारो उसको दाइ यहाँ हेर त अभि तिम्रो नाम के हो ह्याप्पी बर्थडे टु यु सो यो चाहिँ हो सेटअप हामी सेटअपमा बसिसक्यौँ हाई सबु आज कसको बर्थडे हो प्रासाको होला बर्थडे गर्लको फेस देखेको बर्थडे गर्ल सुन्तला ह्याप्पी भन त ह्याप्पी ए ह्याप्पी टु यु अरे निकाल्छु के निकाल्छु होइन क्लिप मैले अघि लगाइदिएको होइन अर्को यहाँ माथि यस्तो लाउने थियो नि यसको कहाँ छ पनि त हामी बर्थडेमा कतिजना 1 जना 2 जना 3 जना 4 जना 5 जना छ 7 8 जनाको बर्थडे हुँदैछ गाइस 8 जनामा बर्थडे हुँदैछ नातो पनि नानीको फर्स्ट बर्थडे 9 जना हाल्नु न प्रशान्त दिनाजु गर्नु भएन टुरमा जानुभएको आज ए बाबासँग बाबा छुट्टै हो सो यो चाहिँ हाम्रो डेकोरेसन हो अब हामी 8 जना भएर सेलिब्रेसन गर्छौँ अनि हाम्रो केक पनि आइसकेछ यहाँ केक चाहिँ अहिले खोल्ने हो एकैछिनमा होइन कतिको एक्साइटेड छौ त केक खान एक्साइटेड छु केक खान एक्साइटेड छैन भेटे त्यही भएर एक्साइटेड छु ए अनि मम्मी नातिनीको बर्थडे के भन्न चाहनुहुन्छ धेरै धेरै बधाई छ आशीर्वाद छ रोग नलाओस् दिदी गर्दै छिन् गाइस हेर्नु होला दिदी नाना दिदी नाना पछाडि ढल्छ कहिले अभि बस न Happy birthday dear नानी Happy birthday to you यहाँ चाहिँ हुनुहुन्छ बर्थडे गर्लको बाबाले केक खोल्दै हुनुहुन्छ ल है त गाइस केक हेरौँ है त हामीले केक मात्र ठुलो भयो खाने मान्छे कोही छैन केक ठुलो भएला केक हेर्न जान आउँछ अब हामी चाहिँ यहाँ केक हेर्दैछौँ बर्थडे गर्लको केक Happy birthday princess प्रासा Happy birthday princess प्रासा यी छिटो पढ्छन् के मैले चाहिँ के पकाएँ भनेर हजुरलाई देखाउँछु अघि नै हो मैले चाहिँ पकाएको मैले चाहिँ पनिर जम्मा 8 जना खाऊँ नि त सो पनिर बनाएँ अनि गेडागुडी बनाएँ पनिर चाहिँ यस्तो भएछ यसमा चाहिँ उस छ के भन्छ गेडागुडी यसमा भात छ अनि यहाँ चाहिँ अचार पनि छ एउटा काँक्राको अचार छ सरी अनि एउटा चाहिँ काँक्रा र आलुको अचार छ सो यो बोडी बनाएको हो होइन अब चाहिँ केक काट्ने बेला गर्छ मेरो हातमा यहाँ आउनु भयो मेरो हातमा यहाँ फोरो छ यो फोरो पनि खान्छु म अब सो किचन चाहिँ यस्तो मेस छ म चाहिँ हाम्रो घर हेल्पर बिहान मात्रै आउनुहुन्छ मैले आज राति पनि आउनु न भनेको अलिअलि भाडा हुन्छ हेल्प हुन्छ भनेर सो त्यो दिदी पनि आएपछि हामी केक काट्छौँ त्यही अघि आउनुभयो हेलो दिदी तपाईँकै कुरा गरेको थिएँ नि मैले ठ्याक्कै दिदी आउनुहुन्छ नि केक काट्ने भन्दै थियो भ्लगमा हाई भन्दैन हाई म
उहाँ चाहिँ मेरो एकदमै माया लाग्ने दिदी हुनुहुन्छ एकदमै माया लाग्ने दिदी ल, अब जाउँ केक काट्नु जाउँ ल आउनु तपाईँको कुरा गरेको थिएँ क्या मैले दिदी आउनुहुन्छ अनि अहिले केही हुन्न यत्तिकै के भयो राम्रो ल आउनु जाउँ ठिक छ यति हो कि मान्छे धेरै होइन 8 जना मात्रै हो हामीले चाहिँ धेरैलाई बोलाएको पनि होइन कहाँ हिँड्नु भयो अब केक काट्छौँ के ल ल छिटो पप्पी हेरौँ ल पप्पी हेर्ने लिएर रोक है खै 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 ल ए पप्पी हाम्रो घरको नयाँ पप्पी हो गाइस हेर्नुहोस् अब चाहिँ हामी छिटोभन्दा छिटो केक काट्छौँ अब कति मान्छेहरूसँग हेलो ल सो मन्दिरबाट चाहिँ के ल्याउनु भन्नु मलाई दियो र चन्दन ल्याउनु भन्नुभएको छ यो चाहिँ हाम्रो पूजा कोठी हो दियो चाहिँ कुन लग्ने बलिरहेको दियो नै लगाउनु पर्यो अनि चन्दन लगाउनु पर्यो व्हाइट चन्दन यही नै हो क्या यही नै होला व्हाइट चन्दन लेखेछ सो एउटा दियो लिएर जान्छु ल ए भगवान् सो दियो लिएर जाम अब ए उता जाऊ किन आएको यहाँ अब छिटो छिटो कार्यक्रम गर्नुपर्छ अनि नुनु गर्नुपर्छ म छोरीलाई के बर्थडे गिफ्टै ल्याइदिएको छैन मैले उसलाई जन्माइदिएँ त्यही नै ठुलो गिफ्ट हो है छोरी पछि तिमीले यो भ्लग हेऱ्यो भने त्यति चाहिँ बुझ्नु अनि ह्याप्पी एकदमै खुसी छु म तिमी 1 इयरको भइसक्यो यस्तै गरेर जति तिम्रो उमेर बढ्दैछ त्यति मलाई तिम्रो झन्पछि माया लाग्दैछ छोरी आई लभ यु सो मच होप तिमीले पछि यो भिडियो हेर्नेछौ अब यहाँ कुकुरले मलाई डिस्टर्ब गर्यो कि सब भित्र जानुभयो धेरै बोले म कसरी खोल्ने यार अब ओनो कति क्युट आएको Happy birthday to यसरी हाम्रो केक कटिङ सबै एन्ड भएको छ अब चाहिँ हामी खाना खाने हो एसी लाएर पनि यस्तो गर्मी छ बुटोलमा सी अब खाना खाने केक खाने हेलो दिदी हेलो बाई दिदी बाई बाई ज्ञानी छु म ह्याप्पी बर्थडे अरे ह्याप्पी बर्थडे कति चली के हो र कति चल्नु भएको र Happy birthday I love you Happy birthday हामी चाहिँ 1 2 3 4 5 6 7 8 जना जम्मै नानीसँग गाइज हेर्नुहोस् ल त्यही त अब नेक्स्ट बर्थडे चाहिँ नेक्स्ट बर्थडे अथवा थर्ड फोर्थ बर्थडे चाहिँ एकदम ठुलो गर्नु अहिले चाहिँ मिनिमल चट्ट लाएर ल सो यहाँ गाइज त्यति नै थियो हाम्रो बर्थडे प्रोग्राम अब चाहिँ हामी खाना खाने त्यसपछि नुनु गर्ने हो अहिले चाहिँ कति बज्यो 8:30 भयो रातिको सो गुड नाइट बाई केक चाहिँ लास्टै मिठो छ केक पनि खाएर सक्यो यो चाहिँ नानीको हजुरआमाले बनाइदिनु भएको ह्याप्पी फर्स्ट बर्थडे यो चाहिँ राख्नै बिर्सेछ कि हिजो आज बिहान मैले हजुरलाई देखाउँदैछु कति क्युट